अध्यापन अनुमति पत्र के हो? उत्तर: अध्यापन अनुमति पत्र नेपालमा शिक्षण पेशा गर्नका लागि अनिवार्य रूपमा लिनुपर्ने सरकारी इजाजत हो। यसले कुनै पनि व्यक्तिलाई तोकिएको तहमा शिक्षण गर्न योग्य भएको प्रमाणित गर्दछ। 2. अध्यापन अनुमति पत्र कसले प्रदान गर्दछ? उत्तर: नेपालमा शिक्षक सेवा आयोग टिचर सर्भिस कमिसन (TSC) ले अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन र वितरण गर्दछ। 3. अध्यापन अनुमति पत्र कति प्रकारका हुन्छन्? उत्तर: सामान्यतया तहगत रूपमा 3 प्रकारका हुन्छन्। प्राथमिक तह बेसिक लेभल कक्षा 1 देखि 5 सम्म शिक्षण गर्न। निम्न माध्यमिक तह लोअर सेकेन्ड्री लेभल कक्षा 6 देखि 8 सम्म शिक्षण गर्न। माध्यमिक तह सेकेन्ड्री लेभल कक्षा 9 देखि 12 सम्म शिक्षण गर्न। 4. अध्यापन अनुमति पत्र प्राप्त गर्नका लागि न्यूनतम शैक्षिक योग्यता के चाहिन्छ? उत्तर: प्राथमिक तह शिक्षा विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह इन्टरमिडिएट +2 वा सोसरह उत्तीर्ण गरी 10 महिनाको तालिम वा सोसरहको BAD/IAD हुनुपर्ने। निम्न माध्यमिक तह शिक्षा विषयमा कम्तीमा स्नातक तह ब्याचलर्स डिग्री वा सोसरह उत्तीर्ण गरी शिक्षाशास्त्रमा तालिम वा BEd हुनुपर्ने। माध्यमिक तह शिक्षा विषयमा स्नातकोत्तर तह मास्टर्स डिग्री वा सोसरह उत्तीर्ण गरी शिक्षाशास्त्रमा तालिम वा MAd BEd हुनुपर्ने। समय अनुसार आयोगको विज्ञापनमा उल्लेख गरिएका योग्यताहरू फरक पर्न सक्छन्। 5. अनुमति पत्रको परीक्षा प्रक्रिया कस्तो हुन्छ? उत्तर: सामान्यतया परीक्षा प्रक्रिया 2 चरणमा हुन्छ। प्रथम चरण सामान्य वस्तुगत परीक्षा जनरल अब्जेक्टिभ टेस्ट, जसमा 100 पूर्णाङ्कको बहुवैकल्पिक प्रश्नहरू सोधिन्छन्। दोस्रो चरण प्रथम चरणमा उत्तीर्ण हुनेहरूका लागि विषयगत लिखित परीक्षा सब्जेक्टिभ रिटन टेस्ट हुन्छ। स्याक अध्यापन अनुमति पत्रको वैधता कति समयको लागि हुन्छ? उत्तर: अनुमति पत्र आजीवन मान्य हुन्छ, तर यसको नवीकरण समय-समयमा गर्नुपर्ने व्यवस्था पनि हुन सक्छ। हाल नेपालमा यो आजीवन मान्य रहेको छ, तर कानुनी परिवर्तन हुन सक्छ। के तपाईँ यी प्रश्नोत्तरहरू